नम देशन औन कृष्ण देव दर्शन शक्ति नम देशन औन कृष्ण देव दर्शन झलझली आँखीमा झलझली आँखीमा मस्त बस्यो छाया सबै शक्ति नम देशन औन कृष्ण देव दर्शन औन कृष्ण देव दर्शन मेरो कृष्ण हजुर आउनु भएन भने त मेरो दाजुले जबरजस्ती मलाई शिशुपालसँग बिहे गरिदिन्छन् अनि म त्यो शिशुपालको घरमा गयो भने म बाँच्ने छैन तर म मरे भने मेरो पाप पनि हजुरलाई लागेछ त्यसैले मेरो भगवान जसरी पनि आउँदा प्रभु तिमी कहाँ छौ कहाँ तिम्रो धाम प्रभु तिमी कता छौ कहाँ तिम्रो धाम तिम्रो रूप कस्तो होला नाम हे मदन छिटो मलाई नि अपनाऊ सकिन म दर्शन औन कृष्ण देव दर्शन ओ सकिन म दर्शन औन कृष्ण देव दर्शन कृष्ण हजुर आउनु भएन भने पासो लगाएको छ किन रोएको हजुरहरू किन रोएको बहिनी के हो तिमीलाई के होइन दाजु के हो किन तिमी एक्लै टोलाएर बसेको छ त तिम्रो बिहेको चाँजो पाँचो मिलाउनु पर्ने आज खुसीका साथ तिमी अगाडि आउनु पर्ने तर तिम्रो मन त मलिन छ के हो बहिनी दाजु के पनि भएको छैन अनि एउटा कुरा भन्नु दाजु हजुरले त अस्तिका देवीको मन्दिरमा कुलदेवीको मन्दिरमा पूजा छ भन्नुहुन्थ्यो म त त्यही कुरालाई लिएर यसो टोलाइरहेको दाजु पूजा गर्न जाने होइन ए बहिनीले त खासाको कुरो सम्झायो नि हो त हाम्रो देवी कुल पूजा नभइकन बिहे व्रत आदिको कामै हुँदैन महायज्ञको कामै हुँदैन त्यसैले पूजा गर्न जानुपर्छ हिँड मन्दिरमा जाउँ माताको पूजा गर्न जाउँ मेरा जन्तीहरू यो मेरा जन्तीहरू ल अगाडि लागत ल गाजा बजा हो बाबा ए बाबा भाइहरू तिमीहरूले हेर आउटाउ गरिरहेका छौ छिटो समयमा बाजा बजा ओहो जन्तीहरू हेर त ओहो दुब्ला पातला साह्रै जस्तो बोल्नु छ त्यस्तै चल्छ ओ जन्तीहरू नाच है
शिशुपाल अब शिशुपाल साह्रै खुसी छ है, आफू पनि नाच्छ, जयन्तीलाई पनि नचाउँछ है। शिशुपालले अब भर्खर भर्खरको तरुणसँग बिहे गर्दैछ, साह्रै खुसी छ। ए ताली बजा, ए ताली बजा। मेरो बिहे हुने भयो अब, मेरो बिहे हुने भयो। ए दाजु म त आइसके। रुक्मिनी कहाँ छन्? रुक्मिनी कहाँ छन्? ल बोल्नु नि यार। जेठा ओ जेठा हेर, हजुर मेरो दुलहीको लागि कति ल्याएको छु, कति ल्याएको छु। के ल्याउनु भएको छ? ए हिराको हार ल्याएको छु। ए असाध्यै भाग्यमानी छ मेरी बहिनी त। हेर्नुहोस् त ज्वाइँ सब कति, ओहो मोतीको हो क्या? मोतीको हार हो हो। ओहो कति ठुलो हो, बहिनीलाई खुस आउँछ। कमर बेल्ट। ओहो हो, यो कति? ओहो हो, यो शिरफुल होला। यो हातको के भन, ए सब सुनको हो? सुनको। ए मोती पनि छ। ए आजकल त सुन साह्रै महँगो छ। सबै लगाइदिनु। कहाँ छ दुलही मेरी? पूजा गर्न गएकी छन्, पूजा गर्न देवीको पूजा भइरहेको छ भित्र मन्दिरमा। म यसो यता बसिरहेको छु, चिन्ता नलिनु न। हजुर घरमा आउनुहोस्, जन्ती आएको मान्छे त्यहाँनिर भोज भोज लागेको छ, यसो खानु पनि पर्यो, जन्तीलाई लिएर जानुहोस् न। होइन मलाई हतार भइरहेछ, मुहुर्त बिहाको मुहुर्त पनि गइरहेछ। यो लगाएर छिटो ल्याइदिनु। ओहो हजुरका जुङ्गा त साह्रै राम्रो रहेछन्। अब हतार गरेर कहाँ हुन्छ त? लगनको समय आउनु पर्यो नि। तपाईँको समय त ठ्याक्कै 4 बजे होइन र? हो क्या अहिले लगन ठिको भने फेरि नराम्रो हुन्छ। यसो भोक लागेको छ भने यसो प्रसादी सरसादी खाँदै जानुहोस् न। मात्र बनाउँछु। ल्याऊ ल्याऊ, जन्ती नजन्त्यो पहिला लगाएर जाऊ। सँगनीलाई पठाइदेऊ लगाउनुलाई। सँगनी जाऊ, लगेर जाऊ। के रहेछ यतापट्टि? के लिएर आउँछ केटाकेटी? हामीलाई भोक लागेको छ, यो जेठाजीले त केही पनि दिन्न। भोक बोकेर राखेर जन्तीलाई आजको दिनमा।